अन्य नेताहरूको झोलेहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू भन्दै हुनुहुन्छ बालेन र रविको समर्थक चाहिँ विदेशबाट भुक्दैछ भनेर। के यो साँच्ची हो? तपाईँहरू पनि त विदेशबाट नै भुकिराख्नु भएको छ। अनि एउटा कुरा होइन, यतिका सालसम्म तपाईँहरूको नेताले के गर्यो त? देश विकास, गाउँ विकास के गर्यो त? केही गरेको छ? जुन चाहिँ राम्रोसँग पढे लेखेको देशलाई बुझेको यताउतिहरूलाई बनाउनुको सट्टा तपाईँहरू चाहिँ अब हुन्छ नि त्यो बुढोपाको झोले नेताहरूलाई सपोर्ट गरिराख्नु भएको छ। अब के पाइन्छ? अब यो त अब हजुरलाई नै थाहा होला। न त केही दिएको होला मासु भात हुन्छ नि, तर हामी त्यस्तो छैन। हामी जे गर्छौँ देशका लागि नै गर्छु भनेर हाम्रो बालेन शाह र रवि लामिछाने जुन चाहिँ अब हुन्छ नि आउनुभएको। तपाईँहरूको जस्तो केही यताउति ठुलो ठालो केही कुरा गर्नु छैन। उनीहरूले सिम्पल कुरा गर्ने हो, स्पष्ट। जनताहरूले बुझ्यो भने बुझ्छन्, नबुझ्यो भने अब उनकै हातमा छ। किनभने फागुन 21 उनकै हातमा हुनेवाला छ। अब यदि देश परिवर्तन गराउनु छ भने उनकै हातमा छ। देश फेरि पनि त्यही विनाश तलतिर ल्याउनु छ भने त्यो पनि तिनीहरूकै हातमा छ। बालेन शाहको समर्थकहरू त अब विदेशबाट भुकिरहेछन्। तपाईँहरू पनि त विदेशबाटै नै भुकिराख्नु भएको छ होइन र? अरूको बारेमा केही भन्नुभन्दा अगाडि आफ्नो बारेमा पनि केही सोच्ने गर्नुहोस्, अनि बल्ल थाहा हुन्छ आफ्नो र आफ्नो नेताको औकात।